हेलो बन्धुगण, अहिले चाहिँ म फार्ममा छु है। अब फार्मबाट घर फर्किने बेला भयो, त्यही भएर बारीमा फलेको भेन्डीहरू, टमेटो है अलिअलि खानलाई खाँचो छैन। त्यही भएर चाहिँ अब आफूले दुःख गरेको होइन, अर्ग्यानिक खान्छौँ हामी। र घरमा गाईहरू पनि छ, दुध दही घिउ प्रशस्त मात्रामा हुन्छ। र सागसब्जी, हरियो सागसब्जीहरू पनि हुन्छ। अहिले बारीमा काँक्रा पनि फलेको छ, खुर्सानी, काँक्रा, बोडी, फर्सीको मुन्टा, भेन्डी र टमेटो। तपाईँहरूले देख्दै हुनुहुन्छ। यति चिजहरू छ, अलिअलि घरमा खान त भइरहेको छ है। र सानो छ खेती, सानो छ जहान, सानै छ परिवार, नगरी काम पुग्दैन खान साँझ र बिहान। मैले अलिकति यताउति मिस्टेक भने है, त्यो चाहिँ मिलाएरै भनेको हो। र मिलाएर बुझिदिनु होला सबैले है। म चाहिँ फार्ममै छु अहिले पनि। हाम्रो फार्म यस्तो छ है। अहिले दुधहरू लाने काम चाहिँ भइसक्यो र सब्जी टिपेर घर जानलाई तयारी हो। तयारी गर्दैछु अब जाने। र थ्याङ्क यू सो मच। हजुरहरूले मेरो हरेक भिडियोलाई मन पराइदिएर हेरिदिनु भएको छ है। धेरै राम्रो लाग्छ, हजुरहरू मसँग जोडिनु भएको छ। र कहाँबाट हेर्नुहुन्छ मलाई, कहाँबाट मेरो भिडियोहरू मन पराइदिनुहुन्छ। यसरी हामी त घरकै सब्जीहरू तयारी गर्छौँ होइन, बारीको काम गर्छौँ। र यस्तै छ। थ्याङ्क यू सो मच सबैलाई है त। थ्याङ्क यू।